25 गते 3:30 बजे सबैजना आफ्नो घरबाट बाहिर निस्किनुहोस् हैन। घरबाट बाहिर निस्किनुहोस्। कहाँदेखि भने हजुरको एयरपोर्टदेखि महाराजा चक्रपथसम्म घरबाट बाहिर निस्केर जहाँ बाटोमा भेट्नु भए पनि हुन्छ। महाराजा सरकारको गाडी सुस्त हिँड्छ। हजुरहरू सँगसँगै गाडीको अगाडि अगाडि पैदल हिँड्न मन लाग्नु हिँड्न पाउनुहुन्छ हैन। र सबैले देख्न दर्शन गर्न सम्भव भएसम्म महाराजा सरकारले सबैलाई नै छोइ बक्सिन्छ हैन। त्यसले गर्दाखेरि सबैजना आउनुहोस् हैन। हाम्रो अभिभावकको हामीले संरक्षण गरौँ होइन भने यति बेला पनि हामीले साथ र सहयोग गरेनौँ भने नेउरीमारी पछुतो हिजोका अग्रगमनकारी हुँ भन्नेहरूलाई मात्रै थियो। हामी आम जनतालाई नै त्यो हुनसक्छ किनभने महाराजा सरकार अन्तिम बोली बक्स्या हो। यदि नेताहरू बोले जस्तो बिहान एउटा कुरा बोलेर दिउँसो भात खाएपछि अर्को कुरा अनि खाजा खाएपछि अर्को कुरा अनि बेलुका फेरि अनि रक्सी खाएपछि अर्को कुरा गर्न मिल्दैन। महाराजा सरकार बोली बक्सेपछि ढुङ्गाको अक्षर बराबर हो। यदि हामीले यो कुरामा साथ दिनौँ भने महाराजा सरकार सफल भइबक्सिन्न। महाराजा सरकार सफल नहुनु भनेको महाराजा सरकारलाई आत्महत्या गर्न दुरुत्थान गर्ने जनताका रूपमा परिणत हुनुहुन्न। महाराजा सरकारलाई हिजो वीर गोर्खालीले जसरी 12,000 घर कुर्याएका साथ दिए त्यसरी नै कालु पाँडे विश्वनगरजी अनि त्यसपछि विराज बखती जोजोले भनौँ न जवाहर सिंह राणा समथिङ गुरुङ सबैले जोजोले साथ दिए। अब त्यसरी नै हामीले अब साथ दिनुपर्ने छ। मुलुक जोगाउनु पर्ने छ। सग्लो नेपाल फेरि भविष्यका हाम्रा सन्ततिलाई बुझाउनु छ। र अहिलेका हाम्रा जुन बहिर्गमन भएका बाध्यकारी परिस्थिति सिर्जना भएर आर्थिक सामाजिक हरेक हिसाबले विवश भएर बाहिर गएका युवालाई फेरि घरमा लिएर आउँछ र तपाईँको बुढेसकालको सहारा छोराछोरीसँग बाँच्न हाँस्न र नाच्न मन छ भने भोलि नछुटाइकन हजुरको एयरपोर्टदेखि जहाँ आए पनि हुन्छ महाराजा चक्रपथसम्म अनि निर्मल निवाससम्म हामी सँगै जानुपर्छ। हामी